चाहिँ साडी चाहिँ यस्तो थियो है, यस्तो राम्रो देखेको थियो भने नि अब के भन्नु र है। अब चाहिँ हामी घरतिर लाग्दैछ। गाइस वेलकम बैक टू माई चैनल मोना छेत्री ढुङ्गानामा तपाईहरुलाई स्वागत गर्दैछु। गाइस आज चाहिँ हामी जाँदैछु वुमेन डे, ह्यापी वुमेन डे। अन्त हामी चाहिँ जाँदैछु प्रोग्रामको लागि। हामी आज डान्स पनि गर्दैछु हेर्नु हाम्रो साथीभाइहरू। नारी शक्ति। त गाइस तपाईहरुलाई म देखाउँदै जाँदैछु अगाडि के गर्नेछु, हामीले के डान्स गर्छु, कसरी गर्छु। पर्खिनुहोस् है, भरे सब आउनेछ नि। हामीहरू टोटोमा चढ्यौँ होइन। अहिले चाहिँ सीता र म चाहिँ अगाडि बसिरहेको छु। हामी आइपुग्यौँ यहाँ होइन मङ्गलमाइतीमा। हाम्रो आज यहाँ प्रोग्राम छ। यहाँ मेरो साथी कति ब्युटी भएर आएछ हेर त। खै अर्को कति ब्युटी भएर आएको छन् है। हाम्रो चाहिँ यसरी वेलकम हुँदैछ यहाँ चाहिँ होइन। सुरुवात गर्न लागिरहेका छौँ। जति पनि बाहिर हुनुहुन्छ हाम्रा दिदीबहिनीहरू, यता कोठातिर हुनुहुन्छ, कृपया समिति मतिगढा गोर्खा जनकल्याण नारी प्रकोष्ठ भन्दा सर्वप्रथम 8 मार्च 1857 सालमा युरोपमा लुगा बनाउने फ्याक्ट्रीमा महिलाहरूले प्रथम पल्ट प्रतिवाद गरे। त्यति मात्र नभएर उहाँ भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष, राष्ट्रिय नेशनल वर्किङ प्रेसिडेन्टको पदमा उहाँ आसीन। सबै आनन्द हुने मेजर जेनरल मिसेस टी.के. भुटिया उहाँ अवकाश प्राप्त हुनुहुन्छ। उहाँलाई तालीको गडगडाहटले म मञ्चमा आमन्त्रित गर्छु। श्रीमती अर्चना शर्मा नेपाल उहाँ प्रधान अध्यापिका हुनुहुन्छ। एचबी विद्यापीठ सिलिगुडीका एक कर्मठ प्रधान अध्यापिका हुनुहुन्छ। उहाँलाई पुष्प बिरुवा प्रदान गरिदिनुभयो भने दोस्रो लाउडा र उहाँलाई सम्मान जनाइरहेका छ। हामीले जोरदार तालीले उहाँलाई बनाइदिनु होला। यसरी पुष्प बिरुवा प्रदान गरिदिनु होला भने श्रीमती मुन्ना छेत्रीज्यूलाई म यहाँ मञ्चमा आमन्त्रण गर्दछु। मुन्ना छेत्रीज्यू सालबारीबाट। हाम्रा आजका विशिष्ट अतिथि श्रीमती अर्चना नेपालज्यूलाई हार्दिक धन्यवाद। उहाँलाई वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ समूह गीत आयोजक पक्षबाट समूह गीत छ र जसले पनि गाउनुहुन्छ उहाँलाई यहाँ अगाडि आएर तयार बसी। महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सहित
अंतर्राष्ट्रीय वुमेन्स डे ऑर्गेनाइज बाय भारतीय गोरखा महिला परिषद, सिलीगुड़ी गोरखा नारी समूह एंड अदर्स ऑर्गेनाइजेशन। सबैले बहुत बहुत धन्यवाद। महिलाको सम्मानको लागि उठ्छ, किनकि 7 बजेले पठाएन भने बस छुटेर जान्छ। त्यो फेरि के गर्नु पर्यो, हामी जानुपर्छ। त्यही भएर हामीले टाइम म्यानेजमेन्ट बहुत आवश्यक छ। त्यसको लागि म जिंदगानिया समझेगा कोई हमें फूलों की क्यारियां जिंदगी है नारियां। ईश्वर का वरदान है नारी वसुधा धरती, ईश्वर का वरदान है नारी, वसुधा का सम्मान है नारी, स्वाभिमान से भरी हुई है धरती का अभिमान है। जीवन उज्यालोतिर महिला दिवसको उपलक्ष्यमा शुभकामना टक्राउन चाहन्छु। यहाँ देख्दैछौँ हामीले वरिष्ठ महिला समूहदेखि सुरु भएर शास्त्रीनगर समाज सेवा समिति साथै अर्गनाइजर भारतीय गोरखा महिला संघका सम्पूर्णलाई मेरो तर्फबाट हार्दिक अभिनन्दन र अन्तर्राष्ट्रिय महिला दिवसमा तपाईहरु सम्पूर्णलाई धेरै 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 शुभकामना। साथी मातृभाषालाई माया गर हे साथी, मातृभाषा मरे जिउँदै बन्छ नि। थ्यांक यू सो मच। वरिष्ठ पत्रकार श्रीमती शर्मिला प्रधान पनि हामी माझ आइपुग्नुभएछ। उहाँलाई पनि हामी हार्दिक हार्दिक स्वागत गर्दै अब नाटक प्रस्तुति हामी हेर्नेछौँ। ललिता देवीले नारीहरूलाई आत्मनिर्भर बनाउन धेरै धेरै कार्यहरू गरेका छन्। उहाँले नारीलाई आफ्नो आत्मविश्वासले अगाडि बढ्न र स्वनिर्भर हुनमा धेरै धेरै कामहरू गरिरहेका छन् र समाजमा एउटा अमूल्य योगदान दिइरहेका छन्। त यसै नारीहरू अब जाग्नुपर्छ। तिमी जननी हौ, शक्ति हौ, यसै कारण आत्मनिर्भर बन्नुपर्छ। समाजमा भएका सबै नारीहरू आफ्नो लडाईको लागि अघि बढ्नुपर्छ। यही मेरो भनाइ छ। धन्यवाद। तिमीलाई थाहा छैन मैले के भनेको थिएँ? 8 बजे भनेपछि 8 बजे हुनुपर्छ मलाई थाहा छ। किन दिनु? के को फोन? तिमीलाई ड्रप गर्नु कसले अनुमति दियो? विनयलाई सोधेको थिएँ आमा। विनय कसको छोरा हो? तपाईको आमा। विनयले मेरो पर्मिसन बिना तिमीलाई कसरी दियो ड्रप गर्नु? मलाई एक पटक सोध्नु पर्दैन विनयले? तिमीले काम गर्नु दरकार छैन, पर्दैन गर्नु काम, बुझ्यौ?
पुरुष प्रधान राज्यमा देशमा हामी नारी जातिले अलिकति हेय दृष्टिले हेर्यो। कति ठाउँमा नारीका उत्पीडन हुन्छन्, बेचबिखन हुन्छन्, सानोमै बाल विवाह पनि भए नारी जातिको। र पनि नारी जातिलाई कतिवटा ठाउँमा यसरी साथी हो। अब चाहिँ हामी घरतिर लाग्दैछु किनभने हाम्रो टाइमिङ भयो। अनि हामी चाहिँ यसरी हाम्रो चाहिँ साडी चाहिँ यस्तो थियो है, यस्तो राम्रो देखेको थियो भने नि अब के भन्नु र है। अब चाहिँ हामी घरतिर लाग्दैछ। बाई बाई अरे ओके। भोलि पनि हाम्रो ओके साथी हो। अब चाहिँ हामी घरतिर लाग्दैछौँ, हाम्रो प्रोग्राम खत्तम भयो। अब चाहिँ हामी घरतिर लाग्दैछौँ। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हुन्छ बाई बाई।